नमस्कार। म आज तपाईँलाई यस्तो ठाउँमा ल्याउँदैछु जहाँ कालीगण्डकी जलविद्युत आयोजना को 144 मेगावाट विद्युत उत्पादन गर्ने ठाउँमा देखाउँदैछु। यो विद्युत उत्पादन गर्ने ठाउँ हो। यहाँ चाहिँ मिर्मीबाट यो 5 किलोमिटर लामो, करिब 5 किलोमिटर लामो सुरुङद्वारा यो ठाउँमा यो हाम्रो पाङलिङ एरिया पर्छ। यो भित्रपट्टिको पाङलिङ एरियामा स्टेसन छ। त्यहाँबाट टर्बाइन मार्फत पानी लिएर आएर यहाँ विद्युत उत्पादन गरिन्छ र यो विद्युत चाहिँ नेपाल विद्युत प्राधिकरणको स्टेसन सब स्टेसनमा जोडेर मुख्य स्टेसनमा जोडेर विद्युत जताततै पठाइने गरिन्छ। र यो चाहिँ धेरै साल अगाडि हो, करिब 49 सालबाट यहाँ बाटो निर्माण गर्न थालियो। यो प्रोजेक्ट पनि निर्माण थालियो। इटालीले लिएको थियो प्रोजेक्ट। यो प्रोजेक्टले गर्दाखेरि जताततै हाम्रो गल्याङ जिरोबाट बेलटारी र मिर्मी पुरै करिब 17, 27, 28, 29 कति किलोमिटर त्यो बाटो पिच भयो उति बेलै। त्यो बाटोले गर्दा धेरै आवाजात गर्न धेरै राम्रो सजिलो भएको छ। र यो बेलटारी एरिया हेर्नुहोस्, यो बेलटारी हेर्नुहोस्, यो बेलटारी यति राम्रो बेलटारी छ। अहिले अब पहिला सुरुमा प्रोजेक्ट हुँदाखेरि बेसरी चल्ता फुर्ता थियो बेलटारी। सबै उत्पादन बिक्री हुन्थ्यो। अहिले अब त्यो बिक्री हुन छोड्यो, किनभने प्रोजेक्ट उठेसँगै यहाँ खाली हुन थाले। अब युवाहरू विदेश गएका गई छन्। यो पारीको तपाईँलाई म देखाएँ। यो पारी कालीगण्डीको पारीको चाहिँ बाटो चाहिँ कोरिडोर बाटो। यो चाहिँ मिर्मीदेखि कारीकोटसम्म यो बाटो छ। हेर्नुहोस्, एकदम छोटो बाटो छ। पहिला जङ्गल एरिया थियो पारीपट्टि यो पाल्पाको। अहिले त्यो पिच रोड भएको छ। एकदम सजिलो छ। कारीकोटदेखि रामदीसम्म आउनलाई एकदम सजिलो भएको छ। र रामदीदेखि फेरि यो रामपुरबाट डेढगाउँ हुँदै फेरि अर्को लोकमार्ग त्यो निर्माण भएको छ। बाटो जताततै जोडिएका छन्। अब हेर्नुहोस्, यस्तो यो सिन तपाईँको देख्न यो कमै अवसर पाइन्छ। अहिले हिउँदो महिना हो। अब वसन्त ऋतु, यो वैशाख आज 9 गते हो। हेर्नुहोस् है, तपाईँको कालीगण्डकी यसरी बगेको छ। यहाँनिर यो विद्युत उत्पादन भइसकेपछि फेरि पानी फरक छ। हेर्नुहोस्, किनभने मिर्मीबाट लिएर आएको पानी उत्पादन गरिसकेपछि फेरि बाँकी रहेको पानी यसरी फाल्ने गरिन्छ यहाँ। ल हेर्नुहोस्, यो यस्तो कालीगण्डी यो पारीपट्टिको यो दर्पुक एरिया, पाल्पाको दर्पुक एरिया। यो दर्पुकमा पहिला सुक्खा एरिया भएको हुनाले यहाँ चाहिँ घैया रोप्ने गरिन्थ्यो। घैया तपाईँको घैयाको भात खाने चलन हुन्थ्यो। र घैया खानु पऱ्यो भने यहाँ दर्पुकमा आएर सम्पर्क गरेर यहाँबाट लिएर गएर खान पाइन्थ्यो। अहिले चाहिँ सायद अब नहर आएको छ। त्यो नहरले गर्दाखेरि यहाँ अलिकति हरियो उत्पादन हुन पनि थालेछ। देखिया छ करिब कतै यो मकैहरू पनि उत्पादन भएको छन्। यदि पानी नभएको भए यिनीहरू मकैहरू उत्पादन हुन्थेनन्। त्यस कारण सायद अब घैया हराए जस्तो छ यो ठाउँबाट। यो पाल्पाको दर्पुक एरिया। यहाँ चाहिँ यो दर्पुक कसरी चिनिन्छ भने लोक तथा दोहोरी गाएका लक्ष्मी नेउपाने तपाईँहरूले पहिलेदेखि सुनेको नाम होला। अहिले पनि उनी सक्रिय नै छन्, तर अलिक कमै रूपमा सक्रिय छन्। किनभने उनको त्यो त्यति बेला एउटा पिक टाइम थियो। त्यो टाइममा उनले धेरै बेसरी गीत गाइन्। यो उनको माइती हो यो। र त्यसपछि यो अर्को यो मालुङ्गा एरिया हो। यो मालुङ्गा गल्याङ नगरपालिका पर्छ। यो एरिया चाहिँ कालीगण्डकी गाउँपालिका पर्छ। यहाँ अलिकति तलबाट सिमाना कोरेको छ। सिमानाबाट कालीगण्डी गाउँपालिका, उतापट्टि गल्याङ नगरपालिका अन्तर्गतको यो मालुङ्गा हो। मालुङ्गामा सार्वजनिक माध्यमिक विद्यालय छ। त्यहाँ यताबाट पढ्न चाहने विद्यार्थीहरू, यो बेलटारी क्षेत्रबाट पढ्न चाहने विद्यार्थीहरू बिहानै त्यहाँ पढ्न जान्थे। त्यहाँबाट फेरि घर आउने गर्दथे। यो बिचको जङ्गल हो। यो सालगारी भन्थे। पाङलिङको साइडको के भन्थे नाम चाहिँ मैले अलिकति बिर्सेँ अहिले। यो पुरानो जङ्गल हो। जङ्गल क्रस गरेर जानुपर्छ। यस्तो एरिया यो पाङलिङ जाने बाटो हो यो। हेर्नुहोस्, मैले तपाईँलाई देखाएँ। अब यहाँनिर अब यहाँ यो विद्युत उत्पादन क्रिया। अनि यहाँ चाहिँ मत्स्य पालन क्षेत्र। हेर्नुहोस्, यहाँ माछा पाल्ने गरिन्छ सबै। हेर्नुहोस्, यो बगर हेर्नु त, यो मनुवा बगर हो।
मनुवा बगर भनेको तपाईँको यो माथि रविवार अनि जगतर देवी यी क्षेत्र धेरै ठाउँबाट लास लिएर आएर यहाँ जलाउने ठाउँ हो। यहाँ बेलटारीकै कतिपयले पनि यहाँ यो लास जलाउने गर्छन् यो बगरमा। त्यसपछि उतापट्टि अलिकति अर्को बगर थियो, उतापट्टिकाले त्यता बगर युज गर्थे। मैले तपाईँलाई यस्तै देखाएँ। यति राम्रो सिन छ हेर्नुहोस्। यो कालीगण्डकीको हेर्नुहोस् त, कालीगण्डकीको स्वरूप कति राम्रो छ, कति रमाइलो छ। यो बर्खामा अझै रमाइलो हुन्छ किनभने बर्खामा पुरै भरिएर पानी बगेको हुन्छ। र यहाँ अब यो हेर्नुहोस्, यो पहिला चाहिँ यहाँ यो वारीबाट पारी दरपुग जानको लागि त्यहाँ तल यहाँ डुङ्गा तरेर जानु पर्थ्यो, डुङ्गाको सहारा लिनु पर्थ्यो। डुङ्गाको सहारा लिँदाखेरि कहिलेकाहीँ डुङ्गा पल्टिएर अथवा डुङ्गा बगाएर मान्छेहरू मर्थे, बेपत्ता हुन्थे। चाडबाडमा विशेष गरी मान्छे ओसार पसार गर्ने। अब बोटे त्यो पारीको एरिया छ, यो बोटे गाउँ हो त्यहाँको। ती बोटेहरूले यहाँ डुङ्गा चलाउँथे व्यावसायिक रूपमा। अब अहिले ती व्यावसायिक रूपमा डुङ्गा चलाउने बोटेहरू पनि हराए। अति होइन, उनका परिवारहरू अब सायद अब अलिकति शिक्षित भए र विदेशतिर लाग्न थाल्यो होला। घरहरू चाहिँ छ। र पारी जानको लागि एउटा यो मालुङ्गाबाट दरपुग आउनको लागि एउटा त्यहाँ पुल थियो, एउटा पक्की पुल होइन, गाडीहरू पार गर्न मिल्ने पुल होइन, झोलुङ्गे पुल थियो। अहिले यहाँ चाहिँ यो बेलटारीभन्दा यो मन्दिरपट्टि यहाँ यो एरियामा अहिले त्यहाँ झोलुङ्गे पुल पनि बनाएको छ र अहिले पक्की पुल पनि बनाउँदैछ अरे, निर्माण सम्पन्न भइसकेको छैन अरे। यदि त्यो पुल निर्माण सम्पन्न भयो भने बेलटारीबाट गाडी एकैछिनमा पारी पुग्ने भयो, पारी पुगेर दरपुगलाई सजिलै सम्पर्क गर्ने माध्यम बन्ने भयो। दरपुग पछाडि त्यो बाटो गएको रामदी हो। अलि यो तुवालो लागेको बेला परेर हो यो रामदी देखिएको छैन, नभए पुरै रामदी मजाले देख्न पाइन्थ्यो। यो पाल्पाको डाँडा हो हेर्नुहोस्। यस्तो तपाईँलाई अब यो यतापट्टि चाहिँ अब यो सबै सालघारी एरिया, यो दाङसिङ एरिया भन्छ। यस्तो एरिया तपाईँलाई मैले यसरी देखाएँ। तपाईँले यो मेरो भिडियो मैले यो फेसबुकमा अपलोड गर्नेछु, फेसबुकमा पनि अपलोड गर्नेछु। फेसबुकमा प्रेमनारायण नेउपाने छ। अनि इन्स्टाग्राममा मेरो स्काई द ब्रिज भन्ने नामक आइडी छ, त्यसमा पनि अपलोड गर्नेछु। टिकटकमा मेरो नेउपाने प्रेम 77 नामक आइडी छ। यो अहिले तपाईँले यो झिङ्गाहरू बसेको देख्नु भएको छ। यो स्क्रिनमा बसेको हुनाले अलिक ठुलो रूपमा देखिएको, पुतलीहरू देखिएको हेर्नुहोस्, हिँडेको देखिन्छ यसरी। यो मैले सम्पूर्ण भिडियोहरू यसरी अपलोड गर्नेछु। तपाईँहरूले मन पऱ्यो भने भिडियो लाइक, सेयर, कमेन्ट पनि गरिदिनु होला। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यो कालीगण्डकी जलविद्युत आयोजनाको यो क्षेत्र, यो विद्युत उत्पादन क्षेत्र हो। यो क्षेत्र तपाईँलाई देखाउने मौका पाएँ। मिरमिङको पावर हाउसको कुनै बेला त्यस्तो समय परेछ भने म तपाईँलाई त्यहाँको पनि भिडियो देखाउने छु। आजलाई यति नै। तपाईँलाई धेरै धेरै धन्यवाद है त। ल, नमस्कार।